हेलो नमस्ते गाइस। सो तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। र आज हाम्रो यहाँ इटरीको यात्रा हुँदैछ अनि इटरीमा हामी सामान पुर्याउन गइरहेको छु सानो म्याजिकमा। र हाम्रो बुद्ध दाइ पनि हुनुहुन्छ साथमा हैन। तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। अनि च्यानलमा तपाईहरुले मेरो भिडियो हेर्नु हुँदैछ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र सपोर्ट गरिदिनु होला। जसरी मेरो फेसबुकमा तपाईहरुले मलाई फलो गरेर मलाई एकदम राम्रो एउटा चान्स दिनुभयो, मेरो च्यानल मोनेटाइज भयो फेसबुकमा। अनि तपाईहरुले पनि फेसबुकमा यदि आफ्नो च्यानल मोनेटाइज गर्न चाहनुहुन्छ भने त्यसको प्रक्रियाहरू गर्न चाहनुहुन्छ भने म तपाईहरुलाई साथ सपोर्ट गर्छु हैन। मैले कसरी मोनेटाइज गरेँ, के त्यसमा प्रक्रियाहरू हुन्छ सबै म तपाईहरुलाई बताउने छु। तपाईहरुले च्यानलमा मलाई सपोर्ट गर्नु र मैले तपाईहरुलाई सबै कुरा भन्नेछु। सो फाइनली गाइज मेरो फेसबुक पेज र प्रोफाइल दुइटै मोनेटाइज भएछ हैन। मैले धेरै दिनले प्र्याक्टिस पनि गरेको थिएँ, पर्फर्महरू मतलब धेरैहरू यस्तो गरेको थिएँ। बट मेरो अलिक बिचमा भ्यू कम आइरहेको थियो। तर मैले अलिक त्यो साइकल यात्राको भिडियोहरू हालेँ हैन, फोटोहरू हालेँ अलिक अनि डान्सवाला भिडियोहरू हालेपछि मेरो भ्यूहरू राम्रो भयो, मेरो फलोवर्स राम्रो भयो हैन। तपाईको पहिला त सेटअप गर्दाखेरि त तपाईलाई धेरै गाह्रो हुन्छ। नेपालमा जेनजी आन्दोलनभन्दा अगाडि फेसबुक ब्यान्डै थियो र त्योभन्दा अगाडि नेपालमा फेसबुक मोनेटाइज भन्ने सिस्टमै मतलब बन्द थियो, केही थिएन नेपालमा। हाम्रो मोनेटाइज सिस्टम नै थिएन। बट आज हाम्रो नेपालमा पनि कन्टेन्ट मोनेटाइजको सेटअप यानि फेसबुक मोनेटाइज खुलिसकेको छ र त्यसबाट हामीले मजाले इन्कम गर्न सक्छौँ। र इन्कम गर्नलाई तपाईलाई खालि भिडियोमा मात्रै इन्कम हुँदैन। तपाईले त्यसमा फोटो डाले पनि, स्ट्याटस लेखे पनि, तपाईले रिल्स हाले पनि, लङ भिडियो हाले पनि, स्टोरी हाले पनि, जेसुकै हाले पनि तपाईले भ्यू आफ्नो जति भ्यू आउँछ त्यो अनुसारले तपाईले इन्कम पाउनुहुन्छ। र अर्को कुरा कपिराइट क्लेम त्यसमा फेसबुकमा बढी लाग्छ र अलिक रिस्की हुन्छ। कन्टेन्ट मोनेटाइजेसन भएपछि तपाईलाई रिस्की अलिक के हुन्छ भने तपाईले त्यो च्यानलमा तपाईले मोनेटाइज भएपछि तपाईले अलिक कपिराइट बढी लाग्यो भने, कपिराइट क्लेमहरू बढी देखियो भने तपाईले मोनेटाइज भन्दा डिस्क्वालिफाई हुनुपर्छ। अनि तपाईँ डिमोनेटाइज पनि हुनसक्छ र तपाईँ त्यो ध्यान दिएर तपाईले गर्नुपर्छ हैन। जो हाम्रो नेपालमा यो पनि सिस्टम आयो, हाम्रो कति आर्टिस्टहरू थियो, कति न्युज रिपोर्टरहरू पनि थियो, धेरै यस्तो कुराहरू थियो जुन हाम्रो नेपालमा मात्र भ्युजको अनुसारले एउटा चलिरहेको थियो। बट अब कन्टेन्ट मोनेटाइज आएपछि एउटा आर्टिस्टहरूमध्ये अनि धेरै यस्तो ब्लगरहरूको एउटा राम्रो प्लेटफर्म एउटा फेसबुकमा खुलिसकेको छ। र अर्को कुरा तपाईँलाई फेसबुक मोनेटाइज भन्दा पनि सामान त्यसमा लाग्ने तपाईँको आवश्यक पेपरहरू हुन्छ। तपाईँलाई ब्याङ्कको एकाउन्ट नै चाहिन्छ र ब्याङ्कको एकाउन्टको साथसाथ ब्याङ्कको स्विफ्ट कोड पनि चाहिन्छ। र अर्को कुरा तपाईलाई तपाईँ कुन जिल्लामा हुनुहुन्छ, तपाईँको जिल्लाको मालपोत कार्यालय गएर तपाईँले प्यान कार्ड बनाउनु पर्ने हुन्छ र नागरिक एपबाट पनि तपाईँले प्यान कार्ड बनाउनु सक्नुहुन्छ। र तपाईँलाई नागरिकता चाहिन्छ। अनि नागरिकता चाहिएपछि तपाईँलाई तपाईँको बर्थडे डेट, इमेल सबै मतलब A to Z तपाईँलाई सबै डकुमेन्ट चाहिन्छ। धेरै गाह्रो छ मोनेटाइज हुनलाई। बट मोनेटाइज भएपछि तपाईँले राम्रो इन्कम गर्न सक्नुहुन्छ हैन। जस मेरो चाहिँ फेसबुक मोनेटाइज भयो। अहिले चाहिँ मेरो फेसबुकमा 26,000 फलोवर्स छ। पेजमा चाहिँ 10,000 पुगिसकेको छ, 11,000 पुग्न लागिसकेको छ। र मेरो पेजको नाम डान्सर अभिषेक हो र प्रोफाइलको नाम अभिषेक मण्डल हो। कृपया तपाईहरुले प्लिज फलो गरिदिनु होला। र म त्यसमा टिप्सहरू हाल्नेछु, सर्ट भिडियोहरू हाल्नेछु। तपाईहरुलाई मोनेटाइजको लागि कस्तो भिडियो बनाउँदा राम्रो हुन्छ र के गर्दा राम्रो हुन्छ, ट्रेन्डिङमा के छ, म सबै कुरा तपाईहरुलाई भन्नेछु। र आज यो भिडियोलाई म यही बन्द गर्न चाहन्छु। हस्त जय नेपाल, जय श्रीराम।